आजको यो भिडियोमा हामीले टिन्टेड सनस्क्रिनको बारेमा बुझौँ है त। टिन्टेड सनस्क्रिन भनेको कस्तो सनस्क्रिन हो, टिन्टेड सनस्क्रिन खास कुन प्रब्लमको लागि एकदमै राम्रो हुन्छ र टिन्टेड सनस्क्रिन किन्दाखेरि हामीले के कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। नर्मली टिन्टेड सनस्क्रिन भनेको चाहिँ कलर भएको सनस्क्रिन हो, जसले चाहिँ हाम्रो स्किनलाई घामबाट प्रोटेक्सन दिनुको साथसाथै ब्युटी पनि दिन्छ, अर्थात् मेकअप नगरिकन पनि मेकअप लुक दिन हेल्प गर्छ। अनि अर्को कुरा चाहिँ टिन्टेड सनस्क्रिन खास गरी ब्लेमिसेस अर्थात् पिगमेन्टेसन भएको केसको लागि एकदमै राम्रो हुन्छ, किनकि पिगमेन्टेसनको फेसलाई प्रोटेक्सन बढी चाहिन्छ, जसले गर्दाखेरि यो टिन्टेड सनस्क्रिनले घामबाट आउने विकिरणबाट स्किनलाई प्रोटेक्ट गर्नुको साथसाथै मोबाइल ल्यापटपबाट आउने ब्लू रेबाट पनि स्किनलाई प्रोटेक्ट गरेको हुन्छ र जसले गर्दाखेरि पिगमेन्टेसनलाई बढ्न दिँदैन। अनि अर्को कुरा चाहिँ टिन्टेड सनस्क्रिन किन्दै हुनुहुन्छ भने तपाईहरूले सकेसम्म स्किन टाइप थाहा हुनु पर्यो। स्किन टाइप अनुसार इफ तपाईँको नर्मल टु ड्राई स्किन छ भने चाहिँ लोसन अर्थात् क्रिम बेसको टिन्टेड सनस्क्रिन युज गर्नुहोस्। तपाईँको स्किनको टाइप ओइली अर्थात् एक्नी प्रोन छ भने जेल बेसको सनस्क्रिन चाहिँ युज गर्न सक्नुहुन्छ। अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ तपाईँको फेसको टोन कस्तो छ त्यसलाई म्याच हुने टिन्टेड सनस्क्रिन मात्रै लिनु होला, नत्र